म चाहिँ जिमबाट आएँ कि मेरो बुढालाई जहिले जिमभन्दा भोलि भनेर भागा राख्नुहुन्छ। अब के गर्नुपर्छ हेर्नु ल। बिहानको 7:50 कति माया लाग्दो गरी देखेर निदाउनु भएको बच्चा जस्तै बच्चा मेरो बच्चा राम। जिम भोलिदेखि जाने भनेको होइन। यता हेर्नु न, यहाँ हेर्नु न, के भएर निन्द्रा नपुगेको। म भन्दा बेलुका छिटो सुत्ने को हो भन्नु त। एकपल्ट यता हेरिदिनु न, यता आँखा हेरिदिनु न, के भएर यत्रो निन्द्रा लागेको। अनि गीत भक्तराज कि कुनको यो आमा। अनि चिया खानुभयो? अब कहिलेदेखि जाने जिम चाहिँ? आँखा हेरिदिनु न, जिम गयो भने झन् निन्द्रा लाग्छ। आँखा हेरिदिउँ न, आँखा हेरिदिउँ न, निन्द्राले छोडेन भनेको। राम 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 राम। लाज हुँदैन दादा? कति बज्यो अहिले? यहाँ हेर्नु, यहाँ हेर्नु, एकपल्ट उठेर हेरिदिनु। बुढीको अनुहार कस्तो भएको छ हेर्नु त। यहाँ यता हेरिदिनु। आयो म त नि प्यारा साथीहरू, म त स्किनै बिग्रिन्छ भनेर डरै लागिसक्यो हो मेरो त। हेर्नु न यहाँ रातो कति भएको छ। कस्तो भएको छ? हरियो भन्नुभयो त कि सपना देख्नु हुँदैछ? कति बज्यो? 7:30 भयो। हुन्छ 7:30, 8 बज्न आँट्यो। बुढी कति बजी उठ्छु भन्नु त? 5। यस्तो क्या साथीहरू, म चाहिँ बिहानै 5 बजी उठ्छु। अनि तपाईँको म 5 बजी उठ्दाखेरि तपाईँको ड्युटी के हुन्छ त पनि भनिदिनु त आज। त्यही 5 बजी उठाएर त बिग्रिन्छ त। अनि के हुन्छ त? किन उठ्नुहुन्छ 5 बजी भन्नु त? जहिले त्यो फिता लाउँछौ। फिता भनेको के अस्ति स्पोर्ट ब्राको चाहिँ ब्याक साइडमा लगाउने हुप त अब आफ्नै हातले एकदम टाइट भएर पुग्दैन नि त। अनि त्यहाँबाट यो फिता लाउनु भन्यो हो। अन्त अस्ति त मलाई त रिसाएर के भन्नुभयो भने, होइन यो घरमा बुढा नहुनेहरूले चाहिँ के गर्छन् भनेको। कसले पो हो? अनि त्यहाँबाट त्यही अबर पर्छ, त्यही साह्रो गाह्रोमा साथी चाहिन्छ भनेर बे गरेको। बुझ्नु पनि हुन्न कुरा। तिमी जस्तै त्यहाँ जिममा अरू पनि त आउँछन् नि। तिनीहरूको बुढा घरमा नहुनेको बाहिर हुनेको चाहिँ कसले लगाइदिन्छ? बुढा बाहिर हुनेका होइनन्, मेरा पार्टनरका सबै जोडी आउँछन्। म मात्रै हो त बिजोडी। निर्मला जी निर्मला दादाले कस्तो निर्मलाकी छोरी छैन नि त घरमा। मेरो बुढालाई गाह्रो छ, मेरो ठुलो सेवा भयो अरे कि। भोलिदेखि जिम जानुपर्छ ल। हुन्छ ल।